हेलो एन्ड वेलकम ब्याक। आज चाहिँ स्पेसल भनेको कुरा चाहिँ मेरो कपालदेखि चाहिँ कपाल पनि ठुलो भइसक्यो। आज चाहिँ म यो कपाललाई चाहिँ विराट कोहलीको नयाँ हेयर स्टाइलमा त्यस्तै गरी काट्नेछु। त्यसपछिको आजको प्लान क्यालिस्थेनिक्स साथै विराट कोहलीको स्टाइलमा चाहिँ वर्कआउट। ओभरअलली चाहिँ विराट कोहलीकै फर्म हुन्छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। अब ढिला नगरी गइहालौँ। सलुनमा आइसकेको छ। अब कपाल काट्दाखेरि चाहिँ कस्तो हुन्छ त्यो पनि हेरिहालौँ। मलाई देखाइ नि कपाल काट्नु चाहिँ सक्यो है। कपालको यस्तो छ विराट कोहलीको नयाँ लुक्स आरसिबीमा है। आरसिबीमा आउँदाखेरि ट्याक्क पहिले पनि चाहिँ सेम यही लुक्समा हुन्छ। त्यही लुक्सको ट्रेन्डमा चाहिँ मैले पनि कपाल काटेको छु। अब यसपछि टक्क क्यालिस्थेनिक जोनमा गइन्छ। त्यसपछि क्यालिस्थेनिकको म आफैले पनि ट्राई गर्छु कतिसम्म सकिँदो रहेछ। आज जिम पनि आउँछ त्यो कारणले चाहिँ म मेरो एक्सर्साइज पनि भइहाल्यो। ल अब चाहिँ म गएर चाहिँ एक लट नुहाउँछु। त्यसपछि भर्खर चाहिँ मैले नुहाएर सकेँ। अब चाहिँ म टक्क क्यालिस्थेनिक जोनमा जान्छु। त्यसपछि चाहिँ माहौल चाहिँ के हुन्छ भन्ने कुरा चाहिँ त्यही गर्दा हुन्छ। बब्बाल वाइल्डै हुनेवाला छ। भिडियो स्किप नगरे यति लेट्स गो। फाइनली आइएम ब्याक एट दिस क्यालिस्थेनिक जोन। देख्न सकिन्छ अब टक्क अब विराट कोहलीकै वर्कआउट हुन्छ। म चाहिँ यहीँबाट सुरु गर्छु। यसरी पहिला चाहिँ वार्मअप, त्यसपछि चाहिँ सुरु गर्छु। दिस इज वार्मअप है। जिम गर्दाखेरि चाहिँ यो त धेरै फरक पर्दो रहेछ। अब चाहिँ हल्लिँदो रहेछ त्यहाँ कन्ट्रोल गर्छ। ल एकचोटि चाहिँ म मङ्की बारमा पनि ट्राई गर्छु। तर लास्टै गाह्रो, हात दुख्यो। क्लट पुलअप पनि हान्दिनँ।